मैले सुप्रिम कोर्टमा न्यायाधीश बन्नको लागि पार्टीको झोला बोक्नु पर्छ कि मैले पढ्नु पर्छ? सुन्नुभयो? यहाँ के छ, यानी कि न्यायाधीश बन्नलाई पढ्न पर्छ कि नेताको झोले बन्नुपर्छ त? अहिले हाम्रो नेपालमा भइरहेको स्थिति के छ भन्दाखेरि झोले बने मात्रै फाइदा छ, हामीलाई अरू कुनै काम गरेर फाइदा छैन भन्ने कुरो विद्यार्थीहरूको चाहिँ मनस्थितिमा दिमागमा पनि आइपुगिसक्यो। भन्दा त विद्यार्थीहरू जतिको सबैको चाहिँ दिमागमा एउटा कुरो मनस्थिति के आइसक्यो भनेपछि जो नर्मल विद्यार्थी छन्, जो झोले बन्न सकेका छैनन्, उनीहरूले त पढ्ने लेख्ने अनि त्यसपछि गएर चाहिँ 12 पास गर्ने अनि चाहिँ कोरियन भाषा सिक्ने, जापानिज भाषा सिक्ने र विदेश जाने उनको दिमागमा बसिसक्यो। खै हाम्रो देशमा प्रगति, हाम्रो देशमा खै रोजगारको व्यवस्था हैन। अनि त्यसले गएर अब अर्को यो भिडियो पनि हेर्नुस्। म च्यालेन्ज गरेर सम्मानीय प्रधानमन्त्री ओलीज्यूलाई भन्छु, तपाईँ मलाई सुप्रिम कोर्टको एउटा न्यायाधीशको नाम भन्नुहोस्। के भन्ने त्यो न्यायाधीश कुन पार्टीको भन्ने कुरो भनिदिन्छु। केही छ? जबकि यहाँ यिनी व्यक्तिले, यिनी एउटा विद्यार्थी हुन्, यिनी व्यक्तिले प्रश्न गरिसकेका छन्। यिनी यदि वकालत गरेर यदि न्यायाधीश बन्नको लागि ती न्यायाधीशहरू कुनै पनि पार्टीका झोले छैनन् भनेर कुनै पनि एउटा व्यक्तिको नाम भनिदिनुहोस्, एउटा न्यायाधीशको नाम भनिदिनुहोस्, म त्यसलाई चाहिँ भनिदिन्छु म कुन पार्टीसँग त्यो चाहिँ सरोकार राख्छ भनेर यहाँ भनिएको छ। यहाँभन्दा ठुलो चाहिँ यहाँभन्दा चाहिँ अझै पनि बेइज्जत के छ? अझै ठुलो बेइज्जती, यानि कि बेइज्जतहरूको भनिन्छ नि त्यो किरामा बस्ने जो गुहे किरा हुन्छ नि त्यसलाई त्यहीँको संसार राम्रो लाग्छ। अनि के तपाईँहरू त्यही संसारमा डुबिरहने त? अझै पनि नेताहरू तपाईँहरू अझै पनि बुद्धिजीवी हुनुहुन्छ, तपाईँहरू उच्च स्थितिमा बस्नुभएको छ, देशको बेडा धान्नलाई बस्नुभएको छ, जनताको चाहिँ एउटा केही न केही आशा बन्नुभएको छ। त्यो आशालाई चाहिँ नमार्नुहोस् र एकचोटि एउटा अझै केही बिग्रेको छैन, अझै पनि मौका छ, तपाईँहरू चाहिँ सुध्रिनुहोस् र देशमा विकास गर्नुहोस्। अहिले भर्खरै एउटा यो पोखरा विमानस्थलको पनि आइरहेको थियो भ्रष्टाचार भनेर, कति अरबको भ्रष्टाचार भइरहेछ। किन यस्तो भइरहेछ त? त्यहाँ छानबिन गरेर दोषीलाई कारबाही हुनु पर्दैन खै त? त्यही भएर पछि गएर श्रीलङ्काको र बङ्गलादेशको जस्तो हालत नहोस्। जनताहरू अब त्यस्ता छैनन्। जनताहरू जो पनि छन् झोले छन्, आफ्नो स्वार्थको लागि लागिरहेका छन्, आफ्नो स्वार्थको लागि झोला उठाएका छन् कुनै न कुनै पार्टीका। तर बिचारा ती जनताहरू जो गरिब छन्, जो चाहिँ झोला उठाउन असमर्थ छन्, जो त्यहाँसम्म पुग्न सक्दैनन्, तपाईँहरूको टचमा रहन सक्दैनन्, तिनीहरूको चाहिँ एउटै मात्र विकल्प छ, पढ्ने लेख्ने, जापानिज भाषा कोरियन भाषा सिक्ने र विदेश जाने। नेपालमा केही न केही अझै पनि अवस्था छ, गरेर देखाउनुहोस् भनेर भन्न चाहेँ। अझै बेइज्जती नखप्नुहोस् कि त्यो गुहे किरामा बसेर गुहे किरा भनेर नालीमा बसेर रिङ्गिने काम चाहिँ नगर्नुहोस्। बाहिर आउनुहोस्, पाखा आउनुहोस् र आफूलाई चाहिँ धुने प्रयास गर्नुहोस् र जनताहरूको माझमा आएर जनताको चाहिँ दिलो दिमागमा बस्ने प्रयास गर्नुहोस्।